है। नेतालाई धनी हुने छुट हुँदैन जबसम्म देश गरिब रहन्छ। नेतालाई हाँस्ने अनुमति हुँदैन जबसम्म देश गइरहन्छ। देशसँग हाँस्ने, देश रुँदा देशको आँसु बुझ्ने संगठन हामीले निर्माण गर्नुपर्छ। म यहाँ भन्न चाहन्छु, एलएका साथीहरू नै हुनुहुन्छ, फिल्म गराउनुवालाहरू नै हुनुहुन्छ, यहाँ धेरै ठाउँमा आउनु भएको छ। तपाईँले खबरदार त्यहाँनिर तपाईँको सेनाले साधन गर्नुहोला है। यो सुविधा भोग गर्ने संगठन होइन। यो भनेको तपाईँको कठोर सम्मान गर्ने, तपाईँको चाहिँ सुशासनका लागि सचेतनाको अभियान फैलाउने, ग्राउन्डमा कुद्ने मान्छेहरूको टिम हो। यो एउटा कमिलाको ताँतीसँग तपाईँ तुलना गर्न सक्नुहुन्छ। त्यो कमिलाको ताँतीको अगाडि हिँड्ने एउटा कमिला मात्रै हो हर्क साम्पाङ, जो तपाईँ जत्रै छ, तपाईँ जस्तै छ। तपाईँ भन्दा कुनै पनि हालतमा ठुलो र सानो र अर्को कलरको छैन। हामीले मौरी र कमिलाबाट सिक्नुपर्छ है। मौरीबाट सिक्नुपर्ने, तर हामी झिङ्गा बन्न खोजेर है। खाली गुणमा हाम्रो बास भयो, खाली विकृति अनि समितिमा हाम्रो बास भयो र हामीले जहिले पनि नराम्रो कुरा बोल्यौँ। म सबैजनालाई भन्न चाहन्छु मिडिया मार्फत, हर्क साम्पाङलाई गाली गर्न छोड्नु। हर्क साम्पाङले केही पनि नराम्रो गरेको छैन, थोपा पनि नराम्रो गरेको छैन। सबै राम्रै मात्रै गर्न खोजिरहेको छ।